हेलो गाइज म आज तपाईँहरूलाई ब्राउनी बनाउन सिकाउँछु त्यो पनि एकदमै छिटो र सजिलोसँग है त यो चाहिँ मेरो ओभन रहेको छ ल हामी अब बटर र चक्लेट चाहिँ पकाएर गइरहेको छौँ है त सुरुमा चाहिँ हामी एउटा बोलमा सानो एउटा मिक्सिङ बोलमा चाहिँ 390 ग्राम बटर अनसल्टेड बटर है अनि त्यसपछि 200 ग्राम चाहिँ डार्क चक्लेट कम्पाउन्डको त्यसलाई चाहिँ मजाले मेल्ट गर्छौँ मेल्ट गरिसकेपछि एउटा ठुलो मिक्सिङ बोलमा चाहिँ मैदा राख्छौँ 210 ग्राम मैदा राखिसकेपछि यसमा यो आइसिङ सुगर हो है सुगर पाउडर यो सुगर पाउडर चाहिँ हामी 200 ग्राम राख्छौँ सुगर पाउडर 200 ग्राम राखिसकेपछि कोका पाउडर 100 ग्राम र ब्राउन सुगर चाहिँ 100 ग्राम राख्छौँ 100 ग्रामको हिसाबले राख्छौँ 100 ग्राम राखिसकेपछि चाहिँ हामी पिन्च अफ बेकिङ पाउडर राख्छौँ बेकिङ पाउडर राखिसकेपछि मजाले मिक्स गर्छौँ मिक्स गरिसकेपछि अघि पकालेको त्यो बटर र चक्लेट को मिक्सचरलाई चाहिँ यसमा खनाउँदै मिक्स गर्दै गर्छौँ बिस्तारै है मिक्स चाहिँ मजाले भएको हुनु पऱ्यो अनि मिक्स गरिसकेपछि चाहिँ हामी थोरै 2 स्पुन जति चाहिँ भेनिला एसेन्स राख्छौँ यसमा मिक्स गर्दै गर्दा अनि अब अन्डा चाहिँ क्र्याक गर्छौँ हामीलाई अन्डा चाहिँ 5वटा होल एग चाहिन्छ लार्ज साइजको है 5वटा लार्ज साइजको होल एग पहिला मैले 3वटा राखेँ 3वटा राखेर मजाले मिक्स गर्छु पहिले मिक्स गरिसकेर फेरि अघिको बचेको 2टा एग चाहिँ फेरि राख्छौँ यो 2टा एग पनि मजाले मिक्स गर्छु हाम्रो चाहिँ मिक्स गर्दा यस्तो राम्रो रनी बन्छ क्या रनी टाइपको बन्छ होइन अझ रनी के अरे बनाउन धेरै नबनाउन नसकेर यहाँ 2जना अझ लागिरहेछौँ हामी चाहिँ यो चाहिँ मजाले राम्रो जति फिट्यो त्यति राम्रो हुन्छ है अनि हामी चाहिँ एउटा ट्रे लिएको छौँ ट्रेको माथिबाट बटर पेपर राखेको छौँ र यही बटर पेपरमा चाहिँ मजाले त्यो अघि बनाएको मिक्सचरलाई चाहिँ यसमा राखिदिन्छौँ मजाले राखेर चारैतिर फैलाएर मजाले एक नासको बनाएर मजाले भिजाइदिन्छौँ यो अलिक धेरै नै रनी भयो भने चाहिँ राम्रो हुन्छ है अझै योभन्दा राम्रो रनी भयो भने अझै राम्रो हुन्छ यो आफै फिजिन्छ आफै फिजाइराख्नु पनि पर्दैन यो चाहिँ भइसकेको छ र हामी अब एकछिनमा ओभनमा हाल्छौँ ओभन पनि हाम्रो प्रिहिट गरेर राखिरहेको थियौँ होइन अब 210 डिग्रीको सेल्सियसमा चाहिँ हामी माथिको मात्रै रड पारेको छौँ 2टा त्यसमा चाहिँ 30 मिनट राखेपछि यस्तो हुन्छ है यसको माथि अझ आइसक्रिम राखेर खाँदा त हाय